नमस्ते मित्रहरू, मैले विभिन्न जानकारीमूलक र शिक्षाप्रद भिडियोहरू लिएर तपाईहरु समक्ष आउने नै गर्दछु। आज पनि एउटा विषयवस्तु लिएर तपाईहरु समक्ष उपस्थित भएको छु। कृपया यो भिडियोलाई ध्यान दिएर हेर्नु होला र सुन्नु होला। यदि तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिहाल्नु होला र भिडियोलाई लाइक कमेन्ट गर्न पनि नबिर्सिनु होला। मित्रहरू, आजको विषय धेरै महत्त्वपूर्ण विषय रहेको छ र प्रायजसो धेरै जनालाई यो विषयमा जानकारी लिन पनि इच्छा रहेको हुन्छ र आज म भन्न गइरहेको जुन कुराहरू छ यो विशेषतः भिडियो बनाउनु भन्दा उद्देश्य भन्दा पनि के रहेछ भने मेरो अनुभवका कुराहरू छन्। धेरै समयलाई बर्बाद नगरौं र विषयवस्तुतिर जाउँ। मित्रहरू, धेरै अभिभावकको चाहना हुन्छ कि मेरा बालबालिकाहरू एउटा सफल नागरिक बनुन् र म जस्तो दुःख गर्न नपरुन्। भविष्यमा गएर मेरा बालबालिकाले आफ्नो खुट्टामा आफै उभिन सकुन् र उसले सफल, सरल, सुखी जीवन व्यतीत गर्न सकुन् भन्ने इच्छा सबै अभिभावकका हुन्छन् र उनीहरू त्यो अनुसार आफ्ना बालबालिकामा लगानी पनि गर्छन्। तर कता कता लगानी गरे पनि उसले सही तरिकाको प्रतिफल प्राप्त गर्न सकिरहेका हुँदैनन् र जसको कारण के हुन्छ भने लगानी गरेको लगानी पनि खेर गएर जान्छ। यस्तो अवस्थामा प्रत्येक अभिभावकले कुन तरिकाले प्रस्तुत हुँदाखेरि उसले आफ्ना बालबालिकाको भविष्य राम्रो बनाउन सक्छन् भन्ने विषयमै आज म चर्चा गर्नेछु। आज म करिब 10 वटा बुन्दामा चर्चा गर्नेछु। 10 वटै बुन्दा ध्यान दिएर सुन्नु होला। सबै बुन्दा अति नै महत्त्वपूर्ण छन्। मैले पहिलो बुन्दा लिएको छु कि बालबालिकाको चाहना र इच्छामा जहिले पनि हामीले ध्यान दिनुपर्दछ। बालबालिकाको रुचि के छ? हरेक बालबालिकामा आफ्नै तरिकाका इच्छा हुन्छ, उनीहरुसँग आफ्नै तरिकाका सिप हुन्छ र आफ्नै तरिकाका कला हुन्छन्। यदि हामीले त्यसलाई चिन्न सक्यो भने, त्यसलाई हामीले उजागर गर्न सक्यो भने पक्कै उनीहरुको भविष्य राम्रो हुन्छ। धेरै जना अभिभावक र शिक्षकको उद्देश्य हुन्छ मेरो बालबालिका पढुन्, पढेर ठुलो मान्छे बन्न सकिन्छ भनेर। पढेर मात्र ठुलो मान्छे बन्न सकिदैन। हरेक व्यक्तिमा केही न केही गुण रहेका हुन्छन्। त्यो गुणलाई हामीले चिन्न सक्नुपर्छ। जस्तै कि माछालाई हामी रुख चढ्नको लागि लगाइयो भने उ चढ्न सक्दैन र यदि बाँदरलाई हामीले पानीमा पौड्न लगायो भने उसले धेरै समयसम्म पौडेर बाँच्न सकिदैन। हो, उसँग के कस्तो कला छ त्यसलाई हामीले चिन्न सक्नुपर्दछ। सायद सचिन तेन्दुलकरका आमाबुवाले पनि मेरा छोरा पढेर एउटा वैज्ञानिक बनुन् भन्ने उद्देश्यमा लागेको भए र त्यो अनुसारको तयारी गरेको भए सचिन तेन्दुलकर आज सचिन तेन्दुलकर बन्न सक्ने थिएन। मित्रहरू, त्यसैले हरेक व्यक्तिसँग केही न केही खुबी हुन्छ। त्यो खुबीलाई हामीले चिन्न सक्नुपर्छ र त्यसलाई हामीले लागू गर्नुपर्दछ। हुन त मैले यो भिडियोमा चर्चा गरिरहेको विषयवस्तु विशेष गरेर 5 वर्षदेखि लिएर 19 वर्षसम्मका बालबालिकाको लागि हो। ती बालबालिकाहरूका लागि पढाइ लेखाइका सिपको विकास हुन त आधारभूत कुरा हुन्। त्यसमा हामीले जोड त दिनै पर्दछ। तर आज गरिएका विषयवस्तुहरूको जुन चर्चा गरिरहेको छु यो विषयवस्तुहरूलाई पनि हामीले त्यतिकै ध्यान दिनुपर्दछ। मित्रहरू, दोस्रो बुन्दामा आऊ। बालबालिकाको महत्त्वपूर्ण समय कुन हो? उसको उपयुक्त समय कुन हो? त्यो समय प्रत्येक अभिभावकले दिन सक्नुपर्दछ। यदि हामीले उपयुक्त समय दिएनौँ भने उनीहरू ध्यान दिएर पढ्दैन। अभिभावकले धेरै खर्च गर्दैमा बालबालिका पढ्दैन। बालबालिकाको लागि हामीले केही न केही समय छुट्याउनु पर्दछ र त्यो समय दिएर बालबालिकालाई हामीले
पढाइप्रति ध्यान केन्द्रित गर्नुपर्दछ। यो होइन कि आफू चाहिँ मोबाइलमा व्यस्त भए अथवा कुनै काममा व्यस्त भए र बालबालिकालाई पढ्नु भनेर भन्दाखेरि बालबालिका त्यसरी पढ्दैन। बालबालिकाको लागि पनि हामीले महत्त्वपूर्ण समय छुट्याउनु पर्दछ र दिनुपर्दछ। यदि शिक्षित अभिभावक छन् भने धेरै राम्रो हो, तर यदि शिक्षित अभिभावक छैन भने त्यसले पनि एकछिन बालबालिकाको छेउमा बसेर उनीहरूसँग यदि समय दियो भने, उनीहरूलाई पढ्नलाई उत्प्रेरित गरियो भने पक्कै राम्ररी पढ्छन् भन्ने मेरो बुझाइरहेको छ। त्यस्तै उनीहरूको सङ्गत र उनीहरूले प्रयोग गरिरहेको माध्यममा पनि ठुलो हात हुन्छ। बालबालिकाहरूले कस्ता व्यक्तिहरूसँग सङ्गत गरिरहेका छन्, यदि हामीले सही सङ्गत गर्नको लागि सिकाइयो भने र गलत सङ्गत गरिरहेका छन् भने त्यसको पहिचान गरी यदि हामीले सही दिशामा निर्देशित गर्न सकेको खण्डमा र बालबालिकाले कस्ता माध्यमहरू प्रयोग गरिरहेका छन्, बिहानदेखि बेलुकासम्म जस्तै मोबाइल नै प्रयोग गरिरहेका छन् भने कस्ता तरिकाका भिडियोहरू हेरिरहेका छन्, अनि के हुन्छ भने कस्ता तरिकाका टिभी नै हेरिरहेका छन् भने कस्ता तरिकाका च्यानलहरू हेरिरहेका छन्, साथीहरू कस्ता स्वभावका छन्, त्यस्तै पत्रपत्रिकाहरू पढिरहेका छन् भने कस्ता खाले पत्रपत्रिकाहरू पढिरहेका छन्, अनि उसका आफन्तहरू अनि वरिपरिका छरछिमेकहरूसँग कस्ता किसिमका व्यक्तिहरूसँग सङ्गत गरिरहेका छन्, यो कुरा पनि अति नै ठुलो महत्त्वपूर्ण कुरा हो। यदि कुलतमा फसिरहेका छन् भने हामीले समयमै पहिचान गरी तिनीहरूलाई सही बाटोमा ल्याउन सक्नुपर्दछ, अनि मात्र बालबालिकाको भविष्य राम्रो बन्न सक्छ र गार्जनले लगाएको प्रतिफल निस्किन सक्छ। चौथो नम्बर बुँदा रहेको छ, विद्यालय र शिक्षकहरूसँग प्रत्येक अभिभावकले सधैँ सम्पर्कमा रहनुहोस्। आफ्ना बालबालिकाहरूलाई हामीले विद्यालय त पठाउँछौँ, तर विद्यालयमा के सिकिरहेका छन्, विद्यालयमा मेरा बालबालिकाका व्यवहार कस्ता छन्, वास्तवमा शिक्षकहरूले त्यसलाई कसरी जस्टिफिकेसन गरिरहेका छन्, यी कुराहरूको जानकारी प्राप्त गर्नको लागि प्रत्येक अभिभावकले विद्यालयमा शिक्षकहरूसँग र विद्यालयको प्रशासनसँग निरन्तर सम्पर्कमा रहनुपर्दछ र आफ्ना बालबालिकामा भएका कमी कमजोरीहरूको जानकारी प्राप्त गरिराख्नुपर्दछ। यदि बालबालिका राम्रो गरिरहेका छन् भन्ने, कसरी राम्रो गरिरहेका छन् त्यो जानकारी लिएर त्यो अनुसार चाहिँ घरमा आफ्ना बालबालिकाहरूलाई पढाउनु पर्दछ र त्यो अनुसार चाहिँ ट्र्याकमा ल्याउने कोसिस गर्नुपर्दछ, अनि मात्र हामीले बालबालिकालाई राम्रो बनाउन सक्छौँ। त्यस्तै पाँचौं नम्बर मुद्दा रहेको छ, बच्चाहरूको खानपान र पौष्टिक आहारमा पनि हामीले त्यतिकै ध्यान दिनुपर्दछ। उनीहरूले लगाएका पहिरनले पनि उनीहरूको स्वभावमा परिवर्तन गर्दछ, त्यसैले पहिरनसँग पनि हामीले त्यतिकै चिरपरिचित हुनुपर्दछ र उनीहरूले लगाएको पहिरनमा पनि हामीले ध्यान दिनुपर्दछ। हामीले खाने आहार अनुसार हाम्रो सोच बन्दछ। बालबालिकाले कस्ता आहार खाइरहेका छन्, वास्तवमा ऊ स्वस्थ छ कि छैन, पौष्टिक आहार खान पाएको छ कि छैन, अनि त्यो अनुसार उसको शारीरिक मानसिक विकास हुन्छन्। त्यसैले हामीले बालबालिकालाई पर्याप्त मात्रामा पौष्टिक आहार दिनुपर्दछ, अनि मात्र स्वस्थ शरीर अनि स्वस्थ ब्रेन हुन्छ, अनि मात्र बालबालिकाले सही तरिकाले पढ्न सक्छन्, आफ्नो ध्यानलाई पढाइप्रति केन्द्रित गर्न सक्छन् र उनीहरूले खेल्न पाएका छ कि छैन त्यो कुरामा पनि हामीले ध्यान दिनुपर्दछ। समय मिलाएर उनीहरूलाई खेल्ने समय पनि छुट्याउनु पर्दछ, जसको कारणले गर्दा मनोरञ्जन पाएको खण्डमा उनीहरूको जुन सोच्ने शक्ति हो त्यो एउटा स्वस्थ भएर जान्छ, अनि फ्रेस दिमागले गर्दा पढाइ गर्दा राम्रो पढ्न सक्छ भन्ने कुरा पनि प्रत्येक अभिभावकले बुझ्नु पर्दछ। त्यस्तै मित्रहरू, छैठौं नम्बर बुँदा छ, अतिरिक्त ट्युसनको व्यवस्था गर्नुपर्दछ। यदि बालबालिका पढाइमा कमजोर छ भने तपाईहरुले अतिरिक्त ट्युसनको पनि व्यवस्था गर्नुहोस्। सकभर हुन्छ भने
घरमै शिक्षक राखेर पनि यदि पढाउन सक्नुहुन्छ भने त्यतातिर पनि ध्यान दिनुहोस्। यदि घरमा पढाउन सक्नुहुन्न भने कुनै अरू ठाउँमा नै पढ्ने वातावरण मिलाउनु पर्दछ र उसलाई चाहिँ पढ्ने व्यवस्था मिलाएर पठाउनु पर्दछ। तर हामीले यो कुरा के बुझ्नु पर्दछ भने त्यहाँ पढ्दै जाँदा त्यो ठाउँको वातावरण कस्तो छ, त्यहाँ कतिका विद्यार्थीहरू पढिरहेका छन् र ट्युसन पढाउँदै गरेका सरले कतिको समय दिइरहेका छन्, त्यो कुरामा पनि हामीले ध्यान दिनुपर्दछ, बुझ्नुपर्दछ। वास्तवमा हाम्रो विद्यार्थी पढ्न गएको हो भने साँच्चीकै पढिरहेकै छ कि अन्य अरूतिर दिमाग डाइभर्ट भएका छन्, यी कुराहरूमा पनि प्रत्येक अभिभावकले सचेत हुनु पर्दछ। त्यस्तै 7औं नम्बर बुँदा रहेको छ बालबालिकाको सकारात्मक क्रियाकलापको जहिले पनि हामीले प्रशंसा गर्नुपर्दछ। हामीले हरेक कुरामा नकारात्मकता मात्र खोज्यो भने बालबालिकाको मानसिकता झन्झटिलो भएर जान्छ, उनीहरूमा चिडचिडाहटपन बढ्न जान्छ, जसको कारणले गर्दा हामीले भनेका सकारात्मक कुराहरूलाई पनि उनीहरूले ग्रहण गर्न मान्दैन। त्यसैले उनीहरूले सानोतिनो किन राम्रो काम गरेको छैन, मानव सानोतिनो गरेको राम्रो कामलाई पनि हामीले प्रशंसा गरिदियो भने उनीहरूभित्र के हुन्छ भने म पनि केही गर्न सक्छु, आत्मबल बढेर जान्छ, आत्मविश्वास बढेर जान्छ र जसको कारणले गर्दा सोच्ने शक्ति चाहिँ फराकिलो भएर जान्छ र उनीहरूले पनि म के गर्न सक्छु भन्ने एउटा विश्वास जागेपछि पक्कै राम्रो गर्छन्। त्यसैले हामीले सकारात्मक बुँदा के छन्, उनीहरूमा सकारात्मक क्रियाकलाप के कस्ता छन् त्यसको हामीले सकभर प्रशंसा गर्नुपर्दछ। प्रशंसा गर्नमा कन्जुसिया गर्नु हुँदैन मित्रहरू। त्यस्तै अर्को आउँछ आफूले गर्ने व्यवहारमा एकरूपता राख्नुहोस्। धेरैजना अभिभावकको के कन्सेप्ट हुन्छ भने आज यता भिडियो हेरियो अथवा आज यो साथीले के भन्यो अथवा अरू ठाउँमा कुनै कुरा बालबालिका सम्बन्धी जानकारी लियो, ल 1 दिन 2 दिन 4 दिन 10 दिनसम्म बालबालिकालाई एकदम तनाव दिने, है तिमी पढ्दैनौ यसो गर्दैनौ भनेर तनाव दिने र 5 दिन 6 दिन अथवा एउटा निश्चित समयको पछाडि के हुने बिर्सिहाल्ने, ध्यानै नदिने। त्यस्तो गर्दा बालबालिका सुध्रिँदैन। बालबालिकालाई सुधार्नु छ भने हामीले आफूभित्र प्रत्येक अभिभावकले आफूभित्र एउटा एकरूपता राख्नुपर्दछ। सधैँ हामीले उनीहरूसँग एकनास व्यवहार गर्नुपर्दछ अनि मात्र बालबालिका सुध्रिन सक्छ। हामीले बालबालिकालाई कुनै एक दिन मात्र जस्तै कि हप्काउने अथवा पिट्ने गर्नु हुँदैन। बालबालिकालाई हप्काउने र पिट्ने कामै नगर्नुहोस्। उनीहरूलाई राम्ररी बुझाउनुहोस्, सम्झाउनुहोस्, तर प्रत्येक दिन यसको लागि के गर्नुपर्ने हुन्छ भने हामीले दैनिक रुटिन बनाएर कति बेला बालबालिकाले पढ्छन्, कति बेला खेल्छन्, कति बेला चाहिँ मानौ टिभी हेर्छन्, कति बेला मोबाइल हेर्छन्, कति बेला आफ्ना साथीहरूसँग भेटघाट गर्छन्, कति बेला आफन्तहरू कहाँ गएर भेटघाट गर्छन्। यी कुराहरूको हामीले के हुन्छ भने दैनिक रूपमा अथवा हप्ता अनुसार अथवा मासिक रूपमा चाहिँ रुटिन बनाएर लागू गर्नुपर्दछ, जसले गर्दा के हुन्छ भने बालबालिकामा एउटा उनीहरूमा पनि एउटा मानसिकता बन्छ कि एकरूपता, हामीले प्रत्येक दिन यो गर्नुपर्छ अथवा यो गर्नु पर्दैन भन्ने कुराको विकास हुन्छ, जसको कारणले गर्दा अनुशासित हुन्छ बालबालिका र उनीहरूको भविष्य राम्रो हुन्छ। त्यसैले हामीले दुख त गर्नै पर्ने हुन्छ, किनकि परिश्रम नगरिकन कुनै पनि फल पाइँदैन भन्ने कुरा हामीलाई थाहा छ, प्रत्येक अभिभावकलाई थाहा छ। त्यसैले परिश्रम गर्नै पर्दछ यदि हामी आफ्नो बालबालिकालाई सुधार्ने हो भने। त्यस्तै मित्रहरू 9 नम्बर बुँदा रहेको छ बालबालिकालाई चाहिने जति पनि शैक्षिक सामग्रीहरू छ त्यो सबैको व्यवस्था गर्नुहोस्। बालबालिकालाई चाहिने शैक्षिक सामग्री अन्तर्गत पर्दछ किताब, कपी, त्यस्तै डट पेन, ज्योमेट्री बक्स, यी सारा सामानहरू जति चाहिन्छ सबैको हामीले निरन्तर व्यवस्था गरिराख्नु पर्दछ अनि मात्र बालबालिकामा पढ्ने बानीको विकास हुन्छ। यदि कुनै सामान घटेका छन्, पुगेका छैनन् भने जसको कारणले के हुन्छ भने बालबालिकामा पढाइप्रतिको जुन एउटा धारणा हो त्यो बिस्तारै घट्दै जान्छ र उसलाई केही अभाव महसुस भएको खण्डमा शिक्षण सिकाइ त्यति प्रभावकारी नहुन सक्छ।
त्यसैले यो कुरामा पनि हामीले ध्यान दिनै पर्दछ। त्यस्तै मित्रहरू 10 नम्बर बुँदा रहेको छ दिनचर्याको रुटिन बनाएर लागू गर्नुहोस्। हुन त यो विषयमा मैले माथि नै चर्चा गरिसकेको छु, तर पनि यदि बालबालिकाको भविष्य राम्रो बनाउनु छ भने प्रत्येक अभिभावकले आफ्ना बालबालिकाको लागि बिहानदेखि लिएर बेलुकासम्म गर्ने विभिन्न क्रियाकलापहरूको दैनिकी बनाएर लागू गर्नुपर्दछ। अनि मात्र बालबालिकाको भविष्य राम्रो हुन सक्छ। यसो गरेको खण्डमा बालबालिकामा एउटा अनुशासन र कुन समयमा के काम गर्नुपर्दछ भन्ने कुरा सानैदेखि विकास भएर जान्छ र समयलाई उसले महत्त्वपूर्ण ठान्न थाल्छन्, समयको भ्यालु दिन खोज्छन् र प्रत्येक क्रियाकलापको महत्त्व बुझ्न थाल्छ उसले, जसको कारणले गर्दा उसको भविष्य राम्रो हुन्छ। मित्रहरू, बालबालिकाको नैतिकतामा पनि ध्यान दिनुहोस्। उसलाई हामीले नीतिवान बनाउनुहोस्। सानैदेखि यदि हामीले नीतिवान बन्ने, सानैदेखि यदि हामीले उनीहरूलाई यस्ता व्यवहार गरेको खण्डमा भविष्यमा गएर एउटा राम्रो सक्षम व्यक्ति बन्न सक्छन् र समाजको लागि एउटा उदाहरणीय व्यक्ति बन्न सक्छन्। मित्रहरू, भिडियो अलिक लामो नै भएको होला। यस्तै भिडियोहरूको लागि तपाईहरूले मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक कमेन्ट गर्न नबिर्सिनु होला। म प्रयासरत छु अझै पनि राम्रा विषयवस्तुमा यस्ता भिडियोहरू लिएर तपाईहरु समक्ष उपस्थित हुने नै छु। अहिलेलाई तपाईहरु समक्षबाट बिदा चाहन्छु। हस्त नमस्कार।